आजमा तपाईँलाई अझै हामी जे कुरा हेर्दै थियौँ त्यो कुरालाई हामी हेर्दै जानेछौँ। आज अझै तपाईँलाई म गहिरो रूपमा बुझाउँछु नि। आज हाम्रो टिचिङ पनि हो, त्यो कारण ध्यान दिएर सुन्नु। तपाईँले ध्यान दिनुभयो भने आजको वचन पछि तपाईँको जीवन बदलिन्छ यीशुको नाउँमा। आमेन। त्यो कारण सुन्नुहोस्। अब हामीले आफ्नो जीवनमा एक किसिमले यो लाइफ टाइम माग्नुपर्ने कुरा पनि हो, किनभने जब तपाईँले यो लाइफ टाइम माग्नुहुन्छ तपाईँको जीवनमा यो कुराले काम गर्न पनि थाल्छ। त्यो कारणले हामीले यो सधैँ आफ्नो जीवनमा मागिरहौँ। तपाईँ म त के भन्छु भन्दा हरेक दिन बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले यही कुरा भन्नुहोस्। सबैभन्दा पहिलो कुरा यही कुरा माग्ने हो। तपाईँले बाइबलमा हेर्नुभयो भने मर्कुस 9 अध्यायमा जब हामी पढ्छौँ 21देखि, त्यहाँनिर एउटा व्यक्तिले चाहिँ आफ्नो छोरालाई सन्चो नभएर एउटा भूत आत्माले सताउँछ क्या। यता पछार्ने उता पछार्ने, उल्टो रोल्डिङ हान्ने, सुल्टो रोल्डिङ हान्ने, आगोमा पानीमा जताततै। अनि त्यो मान्छेले आएर चाहिँ प्रभुलाई भन्छ, प्रभु मेरो यो छोरालाई भूत हेर्नु त कहिलेसम्म सताएको सताइ छ, तपाईँको चेलालाई निकालिदिनु भनेर मैले चाहिँ रिक्वेस्ट गरेँ, तर उनीहरूले निकाल्न सकेन। टेन्सन भयो। अब क्यार्ने हो प्रभु। एकचोटि पढाउँ त 9को हामी अब 22 पढौँ। हेर्नुहोस् है, त्यहाँ मर्कुस 9को 22 हेर्नुहोस् के छ भन्दा, मैले त्यो भूतलाई निकाल्नु भनेर तपाईँको चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्। यदि तपाईँले केही गर्न सक्नुहुन्छ भने हाम्रो लागि गर्नुहोस्, कृपया हामीमाथि दया गर्नुहोस्। यदि तपाईँले गर्न सक्नुहुन्छ भने हामीमाथि दया गर्नुहोस् पो भन्छ यहाँ केटोल त। सुन्छ पढ्नुहोस् त यिनीहरूले। हेर्नुहोस् है त। यदि तपाईँले केही गर्न सक्नुहुन्छ भने, सबैले भन्नुहोस् त, यदि तपाईँले केही गर्न सक्नुहुन्छ भने प्रभुको अगाडि आएर, जसले चाहिँ यो 9 अध्यायमा आइसक्दाखेरि प्रभु यहाँ अगाडि कति ठुला आश्चर्यका काम गरेर, शक्तिशाली काम गरेर 5000लाई रोटी खुवाएर थुप्रै पानीमा हिँडेर धेरै आश्चर्य काम गरिसक्नु भयो। अनि यहाँ आएर भन्दैछ तपाईँले केही गर्न सक्नुहुन्छ भने दया गरी हामीमाथि गर्नुहोस् प्रभु। अरे ल 23 एकजनाले भन्नुहोस्। 23 यसोले भन्नुभयो, तपाईँले सक्नुहुन्छ भने के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ। आमेन। विश्वास गर्नको लागि के छ अरे? सबै कुरा सम्भव छ। सुन्नुहोस्, आज म तपाईँलाई के भन्छु भन्दा, जब तपाईँ परमेश्वरमा आउनुहुन्छ नि, तपाईँको जोस जाँगर के फर्स्ट टाइम त्यो पहिलो दिनमा के हुन्छ त? ओहो आज म त निको हुन आएको, यहाँ म चङ्गाइ लिन आएको, छुटकारा लिन आएको, मेरो जीवनमा यो हुन्छ, मेरो फसेको पैसा आउँछ, मेरो ऋण क्लियर हुन्छ, यस 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 प्रभु आज मण्डलीमा जान मात्रै पाएँ भन्दै रमाउनुहुन्छ। मण्डली आउँदा रमाउँदै नाच्दै गाउँदै उफ्रिँदै आउनुहुन्छ। त्यो विश्वास के त्यो हुन्छ नि, सुरुको दिनको विश्वास। यस्तो पो हुन्छ फेरि। ओहो 1 हप्ता आउँछु, 2 हप्ता आउँछु, तेस्रो हप्ता त मेरो सब काम बनिसकेको हुन्छ, चौथो हप्तामा गवाई बाँड्छु। यस्तो विश्वास गरेर मण्डली आउनुहुन्छ। फर्स्ट टाइम जब तपाईँ चर्चमा आउनुहुन्छ नि, त्यो बेलाको विश्वासको कुरा गर्दैछु। तर जब तपाईँको काम हुँदैन नि, बिस्तारै सेलाउनुहुन्छ। ठिकै छ, कहिले कहिले त काम पनि होला अरे, 1 हप्ता 2 हप्ता 3 4 हप्तामा नआउँदै गवाई भन्नुहुन्छ। अनि 5 हप्ता 6 हप्ता 7 हप्ता हुँदै गयो, तपाईँ आगो झन्चर्को हुने ठाउँमा, दाउरा थप्ने ठाउँमा भएको दाउरा पनि निकाल्नुहुन्छ। अनि लुसो पर्नुहुन्छ। कुनै दिन परमेश्वरले तपाईँको ठुलो बिमारी निको पार्नु भएको थियो भने त्यसरी नै परमेश्वरले तपाईँको अरू पनि काम गर्नुहुन्छ। तर तपाईँको त्यो विश्वास, त्यो जोस जाँगर जुन पहिलो दिनमा थियो त्यो छैन। बाइबलले भन्छ जुन दिन हामीले विश्वास गर्यौँ त्यो दिन हामीले परमेश्वरको सन्तान हुने अधिकार पायौँ भन्छ क्या। विश्वास गर्यौँ त्यो कारणले। तपाईँ सुरुमा परमेश्वरमा आउँदा तपाईँले आफ्नो जीवनमा चमत्कार पनि देख्नुहुन्छ।
तपाईँसँग परमेश्वर बोल्नुहुन्छ, कतिको जीवनमा भूत निस्कियो होला, कसैको केही प्रब्लम सल्भ भयो होला, कसैको केही काम बन्यो होला, केही न केही परमेश्वरले चाहिँ गवाई पनि देखाउनुहुन्छ। तर गवाई देखाइसके पछाडि पनि हामी के गर्छौँ भन्दा विश्वासलाई कमजोर बनाउँछौँ। त्यही कारणले मैले भने तपाईँले दैनिक आफ्नो प्रार्थनामा बिहान उठ्ने बित्तिकै के भन्नुपर्छ? पढ्नुहोस् त 24 पद। तर धप्पै तेल करायो भने प्रभु म विश्वास गर्दछु, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्। सबैले भन्नुहोस् त, प्रभु मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्, मेरो विश्वास बढाउनुहोस्। तपाईँको विश्वास नबढिन्जेलसम्म नि परमेश्वरले काम गर्नुहुन्न। बाइबलले भन्छ हिब्रू 11:6ले विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन। जुन सुरुको दिनमा विश्वास थियो त्यो अझै 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 बढेर हाई लेभलमा जाने ठाउँमा त्यो विश्वास त गयो तल। अनि तपाईँको जीवनमा कामै हुँदैन, तपाईँ निराश हुनुहुन्छ। तपाईँको जीवनमा पैसा फँसेको थियो होला, मान्नुहोस् परमेश्वरले निकालेर ल्याउनु भयो होला, प्रुफ दिनुभयो, हेर तेरो जीवनमा म काम गर्न सक्छु। तपाईँको कुनै बिमारी थियो होला, निको भयो। जय मसीह सबैजनालाई। चैत 24 गते मङ्गलबारको दिन बिहान 10 बजे 2082 साल, यही चैत 24 गते मङ्गलबारको दिन बिहान 10 बजेदेखि हाम्रो चर्चमा हिलिङ क्रुसेड हुँदैछ। न्यू रोडमा छैन चर्च, अहिले डेम साइडमा छ, पुरानो एयरपोर्टतिर। त्यहाँ हाम्रो चाहिँ क्रुसेड हुन्छ, चङ्गाई सभा। तपाईँहरूमध्ये यदि कोही रोगी, बिमारी समस्यामा हुनुहुन्छ, असफलतामा हुनुहुन्छ, तपाईँको जीवनमा धेरै तनाव छ, असफलता मात्रै देखिरहनु भएको छ, अथवा कुनै पनि कुरा छन्, समस्या छ भने त्यो दिन चाहिँ चङ्गाईलाई, छुटकारालाई, आफ्नो आशिषलाई लिन सक्नुहुन्छ। अरू जानकारीलाई तपाईँ फोन गरेर बुझ्न सक्नुहुन्छ। एड्रेस कहाँ के आयो होला, हेर तेरो जीवनमा म काम गर्न सक्छु। तपाईँको जीवनमा समस्या थियो होला, हल भयो होला, हेर तेरो जीवनमा म काम गर्न सक्छु। तपाईँको श्रीमान श्रीमतीले विश्वास गर्नुहुन्थेन होला, आज विश्वास गरेर बत्तिसमा लिएर प्रभुमा आउनुभएको छ, हेर म तेरो जीवनमा काम गर्न सक्छु। तर तपाईँको त्यही हो, प्रभु तपाईँले केही गर्न सक्नुहुन्छ भने तपाईँले डाइरेक्टली भन्नुहुन्न, प्रभु तपाईँले केही गर्न सक्नुहुन्छ भने गर्नुहोस्, डाइरेक्टली भन्नुहुन्न। कसरी भन्नु थाहा तपाईँहरूले? सबैले मेरो पछि भन्नुहोस् त। हाम्रो भन्ने तरिका तपाईँको इच्छा छ भने, बुझ्नुभयो? यहाँ अड्किनुहुन्छ तपाईँ। प्रभु तपाईँको इच्छा छ भने हुन्छ, छैन भने हुँदैन। यो शैतानले तपाईँको जीवनमा छरेको बिउ हो, थाहा तपाईँलाई? शैतानले तपाईँको जीवनमा बिउ छरेर राते गर्दैछ। तपाईँको इच्छा छ भने अरे यही हो बिग्रिनु तपाईँको कुरा। परमेश्वरको इच्छा छ तपाईँको जीवनमा, परमेश्वरको इच्छा तपाईँको जीवनमा भएको कारणले बाइबलले के भन्छ त? ओहो, रोमी 8:32 पढ्नुहोस् त। रोमीको पुस्तक 8 अध्यायको 32 पद। परमेश्वरको इच्छा तपाईँको जीवनमा छ कि छैन यसो बुझौँ न त है। हेर्नुहोस् है, चर्को स्वरमा पढ्नुहोस्। रोमी 8:32। जसले आफ्नो निज पुत्र यानी कि प्रभु येशू ख्रीष्टलाई बाँकी राख्नु भएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो। के उहाँले हामीलाई सबै थोक उहाँकै साथमा दिनुहुने छैन र अरे क्या? प्रभु येशूलाई परमेश्वरले दिइसक्नु भएको छ हाम्रो लागि। उहाँसँगै हामीलाई चाहिँ सब थोक हामीले पाएका छौँ अरे, यसको अर्थ भनेपछि परमेश्वरको इच्छा छ कि छैन तपाईँको जीवनमा? त्यसो भए छ कि छैन त? छ। यदि नभएको भए त उहाँसँगै, उहाँ प्रभु येशूसँगै हामीलाई केही कुरा दिनुहुन्थेन र भन्ने आउँछ। तर यहाँ सब थोक, चङ्गाई पनि आयो, छुटकारा पनि आयो, आशिष पनि आयो, धन पनि आयो, तपाईँको जे छन् सब थोक आयो यहाँ। आमेन। बाइबलमा त उहाँसँगै हामीलाई सबै थोक दिनुहुन्छ। तर हामी अरू प्रभु तपाईँको इच्छा छ भने मलाई कार दिनुहोस्। थुक्का, तँलाई मैले कार दिने भने मैले तँलाई कार दिइसकेँ वास्तवमा। तैँले दिल्ली हेर्नुहोस् मैले क्या तेरो विश्वास के हो? तेरो विश्वास प्रभु बाइबलले भन्छ तपाईँको आशिषले धन सम्पत्ति आउँछ। परमेश्वरले पुरानो करारमा भन्नुभयो मेरो आशिषले धन सम्पत्ति आउँछ।
एफिसियको 3 पढाउँछ। नयाँ करारमा फेरि के भन्नुहुन्छ? ए विश्वासलाई हेर्नुहोस्, पढ्नुहोस् त एकचोटि एफिसियको 3। एफिसीको पुस्तक 1 अध्यायको 3 पदमा उहाँले हामीलाई के भन्नुहुन्छ? सुन्नुहोस् है, हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर। हामीले भन्छौँ नि पिता हाम्रो बाउ परमेश्वर, तपाईँ हाम्रो बाउ हो। बाउ मान्छेले भन्छ हे के को बाउ, बाउ के को बाउ हो? बाइबलले भन्छ पिता, तर पिता भन्दैमा त्यस्तो खालको पिता होइन। पिता भनेको त हामीले एउटा नाम दिउँ भनेर मात्रै हो। हाम्रोमा परमेश्वर बुवा हुनुहुन्छ, तर परमेश्वर हुनुहुन्छ म, त्यो कुरा याद राख भन्छ। हो परमेश्वर हुनुहुन्छ, याद छ हामीलाई त्यो कुरा। प्रभु येशू ख्रिस्टका पनि उहाँ के हुनुहुँदो रहेछ? पिता के हुनुहुँदो रहेछ प्रभु येशू ख्रिस्टको? के हुनुहुँदो रहेछ? परमेश्वर नै हो। फेरि भन्नु त बुझ्नु भएन तपाईँ, पढ्नुहोस् त फेरि। येशू ख्रिस्टका परमेश्वर, येशू ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा आउँछ। त्यही परमेश्वर पिताको भनेको। येशू ख्रिस्टको पनि परमेश्वर के हुनुहुँदो रहेछ? परमेश्वर नै हुनुहुँदो रहेछ। हामीले पनि परमेश्वर हो, तपाईँको नि परमेश्वर, मेरो पनि परमेश्वर, येशूको पनि परमेश्वरै हुनुहुन्छ। तर उहाँ हाम्रो पिता पनि हुनुहुन्छ। जसरी येशू ख्रिस्टको पिता हुनुहुन्थ्यो, उहाँ हाम्रो पनि पिता हुनुहुन्छ बाइबलले भन्छ। अब उपरान्त हामी दास होइनौँ तर पुत्र हौ भन्छ। उहाँले हामीलाई चाहिँ पुत्रको हक दिन व्यवस्था एउटा मूल्यतिर हामीलाई छोडाउनु भएको भन्छ बाइबलले। तर आज हामी कहाँ छौँ? पुत्रसँग सबै थोक दियो भन्छ, तर हामी कहाँ छौँ? एफिसीको 3 कम्प्लिट गर्नुहोस् त। परमेश्वरले पिताले जसले हामीले स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिइसक्नु भएको छ। सबैले भन्नुहोस् त, प्रभु येशूले मलाई आशिष दिइसक्नु भएको छ। हिजोपति 10:22 के भन्छ? परम प्रभुको आशिषले धन सम्पत्ति आउँछ। यहाँ एफिसीको 3 के भन्छ? फेरि आशीर्वाद हामीलाई दिइसक्नु भएको छ। अब ग्रहण गर्ने नगर्ने तपाईँको कुरो, लिने नलिने तपाईँको कुरो। मैले भन्थेँ नि, धारामा गएर यसरी धारो खोलेर गिलास उल्टो बनाएर थाप्नु भने के हुन्छ? पाइना बाहिर जान्छ, गिलासभित्र जान्छ जाँदैन। आज विश्वासीले त्यसो, म परमेश्वरमाथि विश्वास गर्छु, परमेश्वरले मलाई आशिष दिनुभएको छ, यहाँलाई यसरी थाप्नु उल्टो। परमेश्वरले मलाई आशिष दिनुभएको छ, सब पानी उछिटेर बाहिर गयो। एक गिलास किन भरिया होइन? आछि थापेकै छु त, उल्टो थापे गिलास थापेकै छु त, पानी आउँदै। आज विश्वासीको हालत त्यस्तै छ। थापेकै छु त, खै त पानी भरिएको। प्रार्थना गरेकै छु त, खै त उत्तर आएको। उपवास बसेकै छु त, खै त उत्तर आएको। आराधना गरेकै छु त, खै त उत्तर आएको। तपाईँको विश्वासले तपाईँलाई त्यही भन्दैछ। तपाईँको विश्वास अरे हजुर, विश्वासमा कसैलाई बिमारी भयो ल, विश्वास गर्ने परमेश्वरले तपाईँलाई निको पारिसक्नु भएको छ, विश्वास गर्नुपर्छ। अब येशूको कराचुले म निको भएको छु भन्नुपर्छ। म येशूको कराचुले निको भएको छु, हो म निको भएकै हो। शरीरमा बिमारी छ फेरि, निको भएकै हो। तपाईँलाई कस्तो फिल हुँदैछ त? कस्तो हुने? ज्वरो आइरह। विश्वास अरे। तपाईँको रिपोर्ट नर्मल भएको तपाईँले देख्दै हुनुहुन्छ, के को नर्मल हुने? भर्खरै ब्लड चेक गरेको 560 छ अरे सुगर। अनि के भन्छ फेरि? स्वर्गीय रिपोर्टमा विश्वास गर्छु, येशूको कराचुले म निको भइसके। विश्वास आहा मनमा, आहा पास्टर बा, ए ल ठिक छ। अब तपाईँ निको हुनुहुन्छ, विश्वास गर्नु है। हुन्छ, यो 560 सुगर कहिले घट्छ नि? विश्वास गरेको अरे 560 सुगर कहिले घट्छ नि? यही हो हाम्रो कमी आज। तर मैले चाहिँ दैनिक बिहान प्रार्थनामा उठ्नेदेखि प्रभु मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्, मेरो विश्वास बढाउनुहोस्, मेरो विश्वासलाई बढाउनुहोस् प्रभु। मलाई तपाईँ दैनिक परमेश्वरसँग माग्नु छ आजदेखि। विश्वासको चेलाहरूले भने प्रभु हाम्रो विश्वास बढाउनुहोस् न, बढाउनुहोस् न हाम्रो विश्वास, हाम्रो अविश्वासमा सहायता गर्नुहोस् भनेर त्यो व्यक्तिले जब भने तुरुन्तै प्रभुले उसलाई सहायता गर्नुभयो। ठिक छ भनेर तपाईँले पनि आज प्रभु मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस् भन्नुपर्छ, ताकि मेरो विश्वास बढ्न सकोस्। परमेश्वर जुन तपाईँ परमेश्वरमा आउँदा सुरुमा जुन लेभलको विश्वास थियो, त्यो लेभलको विश्वास तपाईँको हराइजान्छ क्या पछि। विश्वास सुनेर आउने कुरा हो। सबैले भन्नुहोस् त, विश्वास
सुनेर आउने कुरा हो। अब मैले जब तपाईँलाई सिकाउँछु नि, तपाईँले त्यो कुरा आफ्नो दिमागमा घुसाउनु भयो भने तपाईँको विश्वास बढ्ने हो बल्ल। बाइबलले के भन्छ थाहा एउटा कुरा सुन्नुहोस् है। मर्कुस 11 को 23 हामी एकजनाले पढ्नेछौँ। मर्कुस 11 अध्यायमा 23 पदमा त्यहाँनिर एउटा कुरो प्रभुले भन्नुभएको छ। के भन्नुभएको छ एकजनाले पढौँ, हेर्नुहोस् है। त्यहाँ यदि तिमीले विश्वास गरे यस पहाडलाई समुद्रमा खस भन्यो भने, त्यसको अलिकति त्यहाँ तपाईँलाई डिपमा लान्छु, बुझ्नुहोस् है। पहिलो पोइन्ट सबैले भन्नुहोस् त, आफ्नो हृदयमा शङ्का गरेनौ भने, तपाईँको हृदयमा शङ्का भएन भने नि, तपाईँले यस पहाडलाई समुद्रमा खस भन्नुभयो भने तपाईँको लागि त्यस्तै हुन्छ अरे। हृदयमा के हुनु भएन? शङ्का। फेरि पढ्नुहोस् त, पढ्नुहोस्। आफ्नो हृदयमा शङ्का गर्दैन, तर आफूले भनेको कुरा पुरा हुन्छ भनेर विश्वास गरेर ल हेर्नुहोस्, यस पहाडलाई समुद्रमा खस भने त्यसको लागि त्यस्तै हुन्छ। तर यहाँ दुईवटा कुरा आयो। पहिलो कुरा हृदयमा शङ्का हुनु भएन। खेयो के हुन्छ नि त, त्यो आउनु भएन। अथवा चाहिँ यत्रो प्रार्थना गरे खै त उत्तर आएको, त्यो शङ्का हो क्या। मेरै जीवनमा किन यस्तो हुन्छ प्रभु, शङ्का हो। परमेश्वरमाथि नगरेको विश्वास हो त्यो। तपाईँको भरोसा परमेश्वरमाथिबाट उडेछ, त्यसको मतलब। यहाँनिर बाइबलले भन्छ, यदि तिमीले मनमा शङ्का गरेन र आफूले मागेको कुरा पाउँछौ भनेर विश्वास गरेर, तपाईँले मागेको कुरा तपाईँले हेर्नुहोस् है, कस्तो तपाईँले अझै क्लियरली बुझ्नु भयो जस्तो लाग्यो। हृदयमा शङ्का गर्दैनौ, हृदयमा शङ्का गर्न भएन। ल तिमीले मागेको कुरा पाउँछौ भनेर। अब यस्तो पोइन्ट फेरि पढ्नु होइन, हेर्नुहोस् है, म बुझाउँछु क्लियर, अझै गहिरो बनाउँछु। बुझ्नुहोस् त, पढाउँछु त फेरि। शङ्का गर्दैनौ र आफूले भनेको यानि कि तपाईँले भनेको कुरा पुरा हुन्छ भनी विश्वास गर्ने अरे। यो पुरा हुन्छ भने विश्वास गर्ने बुझ्नुहुन्छ, यो भनेको तपाईँको चाहिँ यो मेरो काम मेरो जीवनमा हुन्छ, अहिले भएको छैन तर हुन्छ भन्न खोजेको कुरो बुझ्नुभयो। अहिले भएको छैन तर हुन्छ, एकछिनपछि हुन्छ, त भविष्यमा हुन्छ भन्ने त्यो विश्वास मनमा राखेर यस पहाडलाई समुद्रमा खस भने तिमीलाई त्यस्तै हुन्छ अरे। बुझ्नुभयो भन्न, यो बाइबलले कस्तो क्लियर भन्छ क्या। त्यो कुरा हाम्रो जीवनमा हुन्छ भनेर विश्वास गर्यो भने, जस्तै विशालको भिजा लागेन एउटा कुरो, तर मेरो भिजा लाग्छ भनेर उनले एप्लाई गरेको छ नि, त्यो विश्वास हुन्छ भनेर गरेको। एप्लाई गरे एकै दिनमा भिजा आएन, मेरो भिजा आउँदै आएन, खै त मेरो भिजा आएको, खै त आएको, त्यो चाहिँ कामै छैन, शङ्का हो। तर हृदयमा शङ्का नगरिकन मेरो भिजा लाग्छ, परमेश्वरले गर्नुहुन्छ, मलाई विश्वास छ भनेर त्यो विश्वासमा अडिनु चाहिँ विश्वास हो क्या वास्तवमा। त्यहाँबाट मैले भने नि, अहिले तपाईँले प्रार्थना माग्नु, अहिले उत्तर आएन, नो प्रब्लम, फेरि माग्नु आएन, फेरि माग्नु आएन, नआउँदा पनि तपाईँ विश्वासमा अडिरहनु भएन, त्यो विश्वास हो। आमेन। अनि त्यस्ता विश्वासले काम गर्ने हो क्या। यहाँ बाइबलले भन्छ, तपाईँ हृदयमा तपाईँको शङ्का हुन भएन, हुने कि नहुने, फेरि भिजा एप्लाई गरे यार, आउने कि नआउने हो, शङ्का भयो। मेरो भिजा आउँछ भन्ने विश्वास राख्ने, मेरो भिजा जसरी पनि हुन्छ, अहिले भएको छैन हेर्दाखेरि, अहिले वर्तमान कालमा भएको छैन तर त्यो भइरै छोड्छ भन्ने विश्वास हृदयमा हुनु पर्यो अरे क्या। आमेन। जब त्यो हुन्छ तपाईँको लाइफमा बल्ल परमेश्वरले काम गर्नुहुन्छ। तपाईँले माग्नुहुन्छ, भएन, 1 महिना भयो मागेको, भएन भन्ने शब्द आउनै भएन। हुन्छ भनेपछि हुन्छ। बाइबलले भने मेरो के जान्छ र, हृदयमा शङ्का गरेन र यस पहाडलाई समुद्रमा खस भने त्यस्तै हुन्छ, हुन्छ भनेपछि हुन्छ हो। त्यो विश्वास राखेर जब तपाईँ अगाडि बढ्नुहुन्छ, हुन्छ के हुन्छ, अरूले खाइ तेरो परमेश्वर, खाइ त तेरो परमेश्वर, हुन्छ मेरो परमेश्वरले गर्नुहुन्छ, खाइ त तेरो परमेश्वर, हुन्छ मेरो परमेश्वरले गर्नुहुन्छ। जब त्यो गर्न थाल्नुहुन्छ नि, परमेश्वरले तपाईँको लाइफ बदल्न थाल्नुहुन्छ यसो मसीहको सामर्थ्य नाममा। आमेन। एक दिन भएर छोड्नेछ यसो मसीहको सामर्थ्य नाममा। आमेन। जब हुन्छ चट्टानमा खडा हुनुहुन्छ यसो मसीहको सामर्थ्य नाममा। आमेन। हालेलुया, हालेलुया। हो, त्यो कारणले हुन्छ। सबैले भन्नुहोस् त, मेरो जीवनमा परमेश्वरको काम हुन्छ। आमेन।
हुन्छ भन्छ हुन्छ बाइबलले भनेको हुन्छ मलाई के टाउको थियो त चिन्ता लिएर फिक्री लिएर अँध्यारो अनार बनायो भने त्यो भनेको हुँदैन भनेको हुन्छ भन्ने बिउ तपाईँले चाहिँ आफ्नो हृदयमा रोप्न पर्यो क्या आज मान्छेले के गर्छ त दुई किसिमको खेत हुन्छ एक किसिम चाहिँ आशिषको खेत अर्को चाहिँ श्रापको खेत श्रापको खेत देउरेतिर छ आशिषको खेत दाहिनेतिर छ श्राप कस्तो शङ्का गऱ्यो भने सिधै श्रापमा गयो टोकरो हुँदैन तर विश्वासमा बोल्यो भने आशिषमा जाने कुरा आशिष यतातिर अनि तपाईँले भन्नुहुन्छ सुरुमा आउनुहुन्छ अनि पास्टरले प्रार्थना गर्छ मेरो जीवनमा परमेश्वरको काम हुन्छ यस भनेर जानुहुन्छ टक्क अनि आशिषको खेतमा चाहिँ बिउ टक्क परमेश्वरले रोपिदिनुहुन्छ सुन्नुहोस् है अनि 1 महिना 2 महिना बिस्तारै त फुल्दै जान्छ अलिकति ठुलो हुँदै जान्छ 2 महिना 3 महिना 4 महिना 5 महिना 6 महिना हुँदै जान्छ अनि ठक्क अब बुटो ठुलो भयो अब फल फलाउने बेलामा चाहिँ के भन्नुहुन्छ भन्दा खै त भएको ठ्याप्पैलाई उखालेर लगेर फेरि श्रापको खेतमा रोपिन्छ कुहिन्छ अन्त निकालेर श्रापको खेतमा फाल्दिन्छ अनि बुटो त्यहीँ मऱ्यो मेरो जीवनमा खै त भएको मरिसक्यो अब कहाँ हुन्छ फेरि होइन कहाँ यो दुष्टले ल्याएको शङ्का हो प्रभु मलाई क्षमा दिनुहोस् यीशुको नाममा म विश्वास गर्छु मेरो जीवनमा काम हुन्छ परमेश्वरले गर्नुहुन्छ फेरि अर्को बिउ छर्यो तपाईँ विश्वासमा अडिरहनु भयो प्रार्थना गर्नुभयो बाइबल पढेको पढे प्रार्थना गरेको गरे फास्टिङ प्रेयरमा परमेश्वरलाई धन्यवाद दिएको गर्न थाल्नुभयो भने त्यो ठुलो हुँदै जान्छ अनि फल फल्न थाल्छ फल थालेर जब धपाक्का बुटैभरि फलै फल हुन्छ नि टिपेर खान खतरा मजा आउँछ फेरि आमेन तर तपाईँ त्यो फल्दैछ टिपेर लर श्रापको खेतमा उकालेर फलिदिएपछि के हुन्छ बुटो त्यही गयो कुहिएर गयो किन भन्दा मर्यो बुटो किन भन्दा तपाईँले उखालिदिनु भयो त्यो कारणले विश्वासको खेतमा जब बिउ छर्नुहुन्छ नि त्यसलाई फल्न दिनुहोस् क्या त्यसलाई ठुलो हुन दिनुहोस् फल फलाउन दिनुहोस् कोही त काँचै खान्छन् फेरि गुल्ली नि खानु पऱ्यो नि गुल्ली यो पाकेको मिठो दामी होस् न खाना नि मजा आओस् अलि अमिलो होइन फेरि है दामी रहेछ त्यस्तो तर आज हाम्रो विश्वास कहाँ रह मेरो प्रिय मलाई परमेश्वरमाथि विश्वास छ मेरो परमेश्वरले गर्नुहुन्छ बिउ उम्रिन्छन् ठुलो हुँदै गयो अनि कसैले आएर खाइता तेरो परमेश्वर मेरो परमेश्वरले गर्नुहुन्छ तँलाई थाहा मेरो परमेश्वरले एकदिन मेरो गवाई बनाउनुहुन्छ आउनुहुन्छ परमेश्वर हेर्नु त त्यसले मलाई त्यस्तो गर्यो कहिले परमेश्वर त एकछिन त यहाँ त फल दिनलाई टक्कै तपाईँले तैँले भनेको के हुँदैन भने मेरो परमेश्वरले गर्नुहुन्छ तँलाई थाहा मेरो परमेश्वरले यस्तो गर्नुभएको छ चर्चमा मेरो परमेश्वरले एकजनाको जीवनमा यस्तो गर्नुभयो मेरो परमेश्वरले एकजनाको जीवनमा यस्तो गर्नुभयो त्यसको जीवनमा गर्ने परमेश्वरले मेरो जीवनमा नि अब गर्दै हुनुहुन्छ भन्दा परमेश्वरले ओहो ल फल दिन पर्यो भने त फलेको बुटोमा टक्क फल फल्छ अनि तपाईँ घरमा आएर प्रभु कहिले हो क्या मेरो जीवनमा त्यो फल पनि झर्छ बुटोबाट झर्यो किन भन्दा खै नाटक पो पारेर त्यस्तो अन्त पुरा हृदयमा विश्वास आएको ल केटोलाई फल दिनु पऱ्यो फल फलाएको त अब त के को यो त झर तिमीहरू फल जम्मै झर सबै फल झरे बुटो छ फल छैन हेर्ने एकचोटि यसो ख्रिस्टले त्यस्तै गर्नुभयो मर्कुस 11 अध्यायमा अन्जिरको बोटमा जानुभयो हेर्नुभयो हरियो पात देख्नुभयो यसले फल दिएला बिना बेसिजनमा थियो अनि प्रभुले भन्नुभयो है यसमा त फलै छैन खै फल दिएरमा प्रभु कहाँ बेला भयो त त्यसै हरियो पात किन देखाइस् त अहिले भर्खरै त सुकिजा भनेर प्रभुले श्राप दिन्छ त अझ धेरै सुक्छ किन भन्दा उसले फल दिएन तुरुन्तै त्यहाँनिर सुक्छ यहाँ मर्कुस 11 मा त अझ भोलिपल्ट सुक्छ भन्ने कुरा छन् भोलिपल्ट फर्केर आउँदा तर बुटो चाहिँ सुक्छ किन भन्दा विश्वासमा तपाईँले चाहिँ शङ्का ल्याइदिनु भयो तब शङ्का आउँछ एक ठाउँ थियो नि शङ्काले त लङ्का जलाउँछ भन्थे एकजना हो शङ्का जब आउँछ नि सब स्वाहा गयो तर विश्वासमा अडिनु भयो भने स्वर्ग खोलिने हो बल्ल यदि विश्वासमा अडेर तपाईँको लागि स्वर्ग खोलिन्छ भने अडिनु के खाना त मनमा विभिन्न किसिमका कुराहरू गर्नु पर्यो तपाईँले प्रार्थनाको उत्तर आ छैन भने आ छैन गनगन किन गर्नुपर्छ बाइबल पढ्दा झ्याउला या घटी पढ्ने बाइबल पनि घटी गर्ने प्रार्थना पनि घटी भन्ने उपवास पनि घटी बोल्ने अन्य भाषा बोलेर के हो शङ्का छ त कहाँ हुन्छ त नि सबैले भन्नुहोस् त हामीले जब प्रार्थना गर्छौँ शङ्का गर्नु हुँदो रहेछ तपाईँले देखेको कुरामा भरोसा गर्नुहुन्छ क्या देखेको कुरामा भरोसा गर्नु भनेको लाइफमा उन्नति हुँदैन
एक ठाउँमा हामी पढाउँ त मती, हामी यो उसमा जाउँ, मतीको पुस्तकमा जाउँ, 20 अध्यायमा जाउँ, 29 देखि 34 पद हामी पढ्नेछौँ। हेर्नुहोस् है त्यहाँ के छ। दुईवटा अन्ध भिखारी बाटोको छेउमा बसेर प्रभु पहिला भिख मागिरहेको थियो, लेऊ अल्लाह देऊ देऊ मलाई पैसा देऊ पैसा देऊ। जब त्यहाँनिर यसो आउनुभयो, प्रभु हे दाउदाको पुत्र, ओ दाउदाको पुत्र हामी निको पार्नु पर्छ, सुन ए दाउदाको पुत्र मलाई कराइरहेको छ। भिडले त्यहाँनिर गएर ओए तँलाई अन्ध भिखारी कराउँछ, भुल्दै भिख्दिन फेरि बढी नकरा भन्यो होला नि। त्यहाँ बढी कराइछ भने तँ यहीँ मार्छ हामीले फेरि पनि भन्यो भने कि अब अन्धो छ बिचरा आन दिन्छ, भोलिपल्ट भिख्दैन भने के खाने हो कि होइन? भोलिपल्ट भिख्दैन भने के खाने? म त यही मान्छेहरूले मलाई थर्काइरहेको छु। अथवा कसैले चारैतिर घेरेर मलाई टाइमको टाइम पिट्दिने, म त क्यार्ने हो र? मलाई मारेर फालिदिने मैले क्यार्ने हो र? को बोल्छ र मेरो लागि, मेरो को छ र मेरो लागि भनेर त्यसले सोच्नुपर्ने थियो बासमा। पढ्नु सबैजनाले 29 देखि एउटा ठुलो भिड उहाँको पछि लाग्यो अरे। यसो भनी चिच्याए, हे प्रभु दाउदको पुत्र हामी माथि दया गर्नुहोस्। भिडले चुप लाग भनी हप्कायो रे। सबैले भन्छ भिडले चुप लाग भनी हप्कायो। तपाईँ जब प्रार्थना गर्नुहुन्छ नि, तपाईँ परमेश्वरसँग केही कुरा माग्नुहुन्छ नि, आडाको मान्छेलाई खै त तेरो परमेश्वरले गरेको किन भएन त? तपाईँको फ्यामिलीबाट भन्छ नि के भयो त तेरो परमेश्वरले, खै त गरेको तेरो परमेश्वरले, 25 वर्षमा तैँले विश्वास गरेको, खै त तेरो परमेश्वर, कहाँ छ तेरो परमेश्वर? गर्ने भए त गर्थ्यो होला नि त भनेर चाहिँ तपाईँले परमेश्वरलाई पुकार्दै गर्दा यसरी नै तपाईँलाई भन्न सक्छन्, रोक्छन्, भन्छन् पनि। किनभने संसारको कामै त्यही हो। शैतानले चलाउँछ शैतानलाई, है रोक रोक यसलाई रोक, अगाडि यति ठुलो आशिष छ कि फेरि। अन्ध भिखारीले भने दाउदाको पुत्र हामीमाथि दया गर्नुहोस्। शैतानलाई थाहा थियो अगाडि यिनीहरू बोले भने यिनीहरूको आशिष छ, यिनीहरूको छुटकारा छ, यही विश्वासमा अगाडि बढ्यो भने छुटकारा छ। शङ्का हालिदिनु पऱ्यो यिनीहरूलाई, भिलाएर है कल त्यसपट्टि तेरो यसुले सुन्ने भए त सुनिसक्थ्यो नि, गयो ऊ यसो उहाँ गइसक्यो, के गयो यसो 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 भनिहाल्छ भनेर चाहिँ त्यहाँनिर के भन्यो होला। तपाईँलाई पनि आज संसार त्यसै गर्न सक्छ। संसारले नगर तपाईँको मनमा शैतान त्यसो हाल्न सक्छ, खै त तेरो यसुले गरेको, तेरो यसो जीवित त नि यसुलाई देखेकै छैनस्। अन्धालाई पनि भन्यो होला क्या, कहाँ देऊ तिम्रो यसुलाई, कहाँ देऊ त यसो यसो होइन, मेरो भाषा भन्दैछु है, त्यो यसो होइन, तँ त अर्कै मान्छे हो, यसो यहाँ आएकै छैन पनि भन्यो होला। तपाईँलाई पनि आज शैतानले भन्नुहुन्छ है खै त देखेकै छैनस् यसुलाई, देखेकै छैनस्, त्यसै त मागेर हुन्छ बकवास भनेर शैतान तपाईँको मनमा हाल्न सक्छ। यसो जिउँदो छैन भन्न सक्छ, शैतान तेरो जीवन ढाउन बनाउँछ अब भन्न सक्छ। तर दुईवटा भिखारले के गरे? ओहो उनीहरू यसो भन्दै झन्सारो कराएर कसो भन्दै कराछन्? हे प्रभु दाउदको पुत्र हामी माथि दया गर्नु हो। जब तपाईँको प्रार्थनाको जब आउँदैन नि, तपाईँ झन बढी चर्को कराउनु पर्ने रहेछ। प्रार्थनाको त जब तपाईँले पाउनुहुन्न नि, झन बढी प्रार्थना गर्नुपर्ने रहेछ। 1 घन्टा प्रार्थना गर्नु अब 2 घन्टा प्रार्थना गर्नुपर्ने रहेछ, 2 घन्टा प्रार्थना गर्नु अब 4 घन्टा प्रार्थना गर्नुपर्ने रहेछ, 40 दिन उपवास बस्नुभएको थियो अब 100 दिन बस्नुपर्ने रहेछ यीशुको नाममा, आमेन। जब त्यसरी चर्को चर्को गर्नु के हुन्छ अपन्छ अगाडि ओहो सबैले भन्नुहोस् त येशू अडिनु भयो। किन अडिनु भयो त? अन्त भिखारीहरू चुप्लाएर बसेनन्। हो त नि येशूले सुन्ने भयो त सुन्थ्यो होला नि त, हामी यहाँ नदेख्ने अनि थाहा के अरे गयो भने त्यसरी ओ भिख मागे फेरि यसो अब गइहाल्नु भयो, भोलिपल्ट भिख्दैन अरे के खाने चिन्ता थियो त्यहाँ। के गरे जानु भिडा सिड मारे मरमला बाते बातमला चित्ता केटो ए दाउदाको पुत्र हामी यहाँ छौँ के भन्दै झन 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 चिच्चाए क्या। आमेन।
तपाईँको समस्या हल नहुँदा, तपाईँको बिमारी हल नहुँदा तपाईँ त विश्वासमा बढ्नुहुन्छ नि, शैतानले मनमा विभिन्न किसिमको कुरा हाल्न सक्छ। तर त्यो बेला तपाईँले भन्नुपर्छ, हे परमेश्वर, मलाई विश्वास छ तपाईँले मेरो जीवनमा काम गर्नुहुन्छ, मलाई विश्वास छ तपाईँले मेरो समस्या हल पार्नुहुन्छ। येशूको नाममा म भरोसा तपाईँमाथि गर्छु, मेरो भरोसा जिउँदो परमेश्वरमाथि छ भनेर जब भरोसामा अगाडि बढ्न थाल्नुहुन्छ, तपाईँको समस्याको पहाडीहरूको प्रकार चाहिँ ढल्न थाल्छ। यसोमाथिको सामर्थ्य नाममा तपाईँ चट्टानमाथि खडा हुन थाल्नुहुन्छ। यसोमाथिको सामर्थ्य नाममा तपाईँको सामना शैतानले गर्न सक्ने छैन। येशूको नाममा आमेन। हालेलुया, हालेलुया। त्यो हुन पर्यो क्या, तर हामी कमजोर भइदिन्छौँ। हो त नि, मेरो काम, मेरो प्रार्थना मेरो येशूले पनि सुन्नु भएन, परमेश्वरले मलाई प्रेम नगर्नु हुँदो रहेछ। परमेश्वरले तपाईँलाई प्रेम नगर्ने भए आफ्नो पुत्रै पठाउनु। परमेश्वरले आफ्नो तर्फबाट गर्नुपर्ने कुरा अहिले भन्दा 2000 वर्ष अगाडि साबित गरिदिइसक्नु भएको छ। के साबित गर्नुभयो? आफ्नो पुत्रलाई पठाएर, कोर्रा खाएर, क्रुसमा बलि भएर मरेर गाडिएर प्रुफ गरिदिइसक्नु भएको छ, मैले कति प्रेम गर्छु हेर भनेर क्या। आमेन। तर शैतानले भन्छ मनमा, तेरो येशूले तँलाई प्रेम गर्दैन। अति त्यस्तै हो। बिचमा तपाईँलाई थाहा, अलिकति हाम्रो समस्या आएको थियो, प्रार्थना थियो, प्रभु के हो यस्तो मेरो जीवनमा, के भयो यस्तो अचानक, कहाँ आयो यत्रो भूकम्प? शैतानले भने सुन, त्यो बेला प्रभु बोल्नु भएन मसँग। शैतानले सुन, तेरो जीवनमा समस्या आहा, त पास्टर होइनस्, तैँले अरूको चाहिँ समस्या हल पार्ने होइनस्। यदि तेरो जीवनमा येशू भएको भए आज तेरो जीवनमा यस्तो समस्या हुन्थ्यो। अनि भन्न आफै, त एउटा पास्टर होस् के पास्टर, त पास्टरको जीवन तैँले अरूको भूत भगाएनस्, अरूको समस्या हल बनाउनको लागि तैँले अगाडि बढे होइनस् त। तेरो जीवनमा के भयो त? के भयो? येशू केही छैन। सुन, सबै भ्रम हो भनेर दुष्ट आत्माले मेरो हृदयमा त्यसरी बोल्नु थाल्यो। मैले के गर्दा, ए दुष्ट आत्मा, बाइबलले भन्छ त मेरो खुट्टाको धुलो होस्, बुझिस्? मेरो जीवनमा जे हुँदैछ नि यो मेरो उन्नतिको लागि हो। यर्मिया 29:11 भन्छ, जे तिम्रो जीवनमा हुन्छ हुन देऊ, किनभने त्यो तिम्रो उन्नतिको लागि हो भनेर भन्छ, बुझिस्? प्रभु येशूलाई पनि दुःख आयो, प्रभु येशूलाई पनि कष्ट आयो, तर यदि म क्रुसमा नगएर मरेको भए, त कष्टलाई नभोगेको भए आज हामीलाई उद्धार पाउने थिएनौँ। सारा जातिका मानिसले प्रभु येशू प्रभु येशू प्रभु येशू भनेर भन्ने थिएनन्, बुझिस्? आज मलाई पनि येशूले उठाउनु चाहिँ येशूको नाममा जब म खडा भए शैतान भागिहाल्यो येशूको नाममा। आमेन, हालेलुया। आज तपाईँ त्यसरी खडा हुनु भने शैतान भागेर जाने येशू मसीहको सामर्थ्य नाममा, तपाईँको जीवनबाट टाढा जाने छ येशूको नाममा। हालेलुया, हालेलुया। त्यो कारणले समस्याहरूलाई हराउने होइन, डराउने होइन, धन कमजोर हुने होइन क्या, तर झन् बढी के गर्नुपर्ने रहेछ? प्रार्थना गर्नुपर्ने रहेछ। झन् प्रभुको नजिक जानुपर्ने छ। जब नजिक प्रभुको जानुहुन्छ नि, उनीहरूले भने, ए दाउदाको पुत्र, ए यता के यता, चिच्चाए तिनीहरू। सबैले भन्नुहुन्छ झन् बढी कराए। आमेन। झन् बढी कराए अरे क्या। जब कराए येशू अडिन बाध्य हुनुभयो क्या। जब तपाईँले प्रार्थनाको जवाब पाउनुहुन्न नि, झन् बढी प्रार्थना गर्नुहोस्, झन् प्रभुको नजिक जानुहोस्, आफूलाई चेक गर्नुहोस् म कहाँ अपवित्र छु, आफूलाई चेक गर्नुहोस् मेरो प्रेम कतै यसोप्रति कम त भएको छैन, कतै मैले यसोलाई कम प्रेम त गर्न थालेको छैन भनेर आफैलाई चेक गर्नुहोस् क्या। जब तपाईँले आफैलाई चेक गर्नुहुन्छ नि, तपाईँ झन् बढी जब प्रभुको नजिक जानुहुन्छ नि, तपाईँ प्रभुको नजिक जानको कारणले गर्दा तपाईँको लागि प्रभु येशू अडिन बाध्य हुनुहुन्छ येशू मसीहको सामर्थ्य नाममा। तपाईँलाई आशिष दिन बाध्य हुनुहुन्छ येशू मसीहको सामर्थ्य नाममा। तपाईँका ढोकाहरू खोल्न थाल्छन् येशू मसीहको सामर्थ्य नाममा। आमेन। सरको आशिष तपाईँको मण्डली। हालेलुया, हालेलुया। त्यो कारणले विश्वासमा झन् बढी बढ्छ। आमेन। येशू अडिनु भयो। अडिएर के गर्नुभयो? पढ्नुहोस् त अगाडि। अडिएपछि तिमीहरू के चाहन्छौ? म तिमीहरूको निम्ति के गरिदिउँ? ल सुन्नुहोस्, प्रभु येशूलाई थाहा थिएन तिनीहरू अन्धा हुन् भनेर? थाहा थियो कि थाहा थिएन? तर किन सोध्नुभयो? किन सोध्नुभयो?
ठिक छ, उनको विश्वास कतिको दह्रो छ छैन त्यो कुरा पनि आयो। हो, उनीहरूको मुखबाट पनि सुन्न चाहनुहुन्थ्यो। हामीले कतिवटा प्रार्थना गर्छौँ नि, हामीले यस्तो छ क्या, सुन्नुहोस् है, तपाईँको विश्वास आउने ठाउँ छ, विश्वास छ, ओके, तर प्रार्थना पनि तपाईँले गर्नु पर्यो। त्यो भनेको आफ्नो कुरा परमेश्वरलाई बताउनु पर्यो। जब तपाईँले आफ्नो कुरो हृदय खोलेर परमेश्वरलाई खोलेर बताउनुहुन्छ नि, त्यसपछि परमेश्वर तपाईँको जीवनमा काम गर्नुहुन्छ। जस्तै मेरो बाउलाई मैले मेरो कुरो हृदय खोलेर भनिनाले मेरो बाउले गर्नुहुन्न। जस्तै मलाई अहिले यहाँ मानिलिनुहोस् मलाई 1 लाख चाहियो, मैले फोन गरेर मेरो बाउलाई, बाउलाई थाहा केटोले चाहिँ चर्च चलाइरहेछ, चर्च ठुलो छ, मान्छेहरू आउँछन् त्यहाँ, धेरै राम्रो छ, चर्चको महिना महिना भाडा तिर्नुपर्छ, ड्याङ ड्याङ, बाउलाई थाहा यो कुरा, थाहा के बाउलाई, बुझ्नु नि। तर पनि मैले बाउलाई नभने चाहिँ बाउले पठाउँदैनन् बाउलाई। तर जब मैले बाउ हेर्नु यो महिना मलाई चर्चको भाडा तिर्नु हो, मलाई 1 लाख चाहिएको थियो, मैले मेरो बाउलाई हृदय खोलेर भने नि मेरो बाउले मलाई पठाउनुहुन्छ, दिनुहुन्छ, ल ठिक छ, ल नि त, ल ल। त्यो भनेको के भन्दा बाउसँग बोलेको हो क्या। तपाईँ र म प्रार्थनामा अब बसेर गर्नलाई बोलाउनु होइन परमेश्वर, प्रार्थनामा एक दुसरेसँग बोल्ने कुराकानी गर्नलाई बोलाउनु भयो क्या। त्यो कुराकानी कसरी गर्न सकिन्छ? जब हामीले आफ्नो समस्या परमेश्वरलाई बताउन सकिन्छ। आफ्नो समस्या परमेश्वरलाई बताउनु भनेको कुराकानी गर्नु हो। त्यो कारणले यसुले सुन्न चाहनुहुन्छ, यिनीहरूको के छ त, यिनीहरूलाई परमेश्वरलाई बोलायो के चाहियो तिमीलाई? तिनीहरू प्रभु हामीलाई दृष्टि दिनुहोस्, हामी देख्न चाहन्छौँ। प्रभुले हात राखेर तिनीहरू निको पार्नुभयो। निको पारिसके पछाडि त्यहाँ एउटा कुरो भयो, निको पारिसके पछाडि आज कति मान्छे त्यस्तै हुन्छ क्या, आशिष पाइसक्यो, हो म विश्वासमा बलिएको छु, हो म बाबा पायो आशिष, पाएपछि कहाँ हो माग्छ, प्रभु एकचोटि म विदेश जान पाऊँ, महिनाको 5 लाख कमाउन पाऊँ, प्लिज मेरो लागि ढोका खोल्नुहोस्। विदेश गयो, महिनाको 5 लाख कमायो, महिना 1 लाख बनाउँछ भनेको मान्छे 10 अंश पनि छुटाउन अब गाह्रो है। भट्ट भयो 1 लाख बढाउँछु म, 4 लाख 5 लाख भयो, 2 लाख बढाउँछु, जान्छ 10 अंश पनि छुटाउँदैन। अनि कहिले कहिले पास्टरले फोन परेन नि, यो पास्टरले 10 अंश माग्नलाई पढायो होला मेसेज, मलाई पक्कै पनि पढाउनु न म त, अनि सुनेर न छोडिदिने। त्यो तपाईँले प्रभु येशूलाई धोका दिनुभएको क्या। यहाँ के छ त, 2टा अन्त भिखारीले क्या रहेछन्, पढ्नुहोस् त, अगाडि पढ्नुहोस् त। दृष्टि पाए, तिनीहरू उहाँको पछि लागे। जब परमेश्वरले तपाईँको जीवनमा काम गर्नुहुन्छ नि, तपाईँ परमेश्वरको पछि लाउनुपर्छ क्या। अब तपाईँ के हुन्छ भने तपाईँ परमेश्वरको पछि, परमेश्वरले महिनाको तपाईँलाई 5 लाख 3 लाख 1 लाख कमाउने, तपाईँ कुनै दिन 20,000 कमाउनुहुन्थ्यो होला, तर परमेश्वरले तपाईँलाई महिनामा अब ड्याङ्गै 50 मा लानुभयो विदेश लगाएर, अथवा 1 मा लानुभयो, अथवा 2 मा लानुभयो। त किन लानुभएको भन्दा परमेश्वरको राज्यमा खाँचो पर्दा तपाईँले मुट्ठी फुकाउन सकोस् भनेर लानुभयो। खाँचो पर्दा मुट्ठी कहाँ गोजिया हाल्नु पऱ्यो यार, छैन मेरो मुट्ठी पनि छ, पैसै छैन, हात कहाँ छ गोजिया, पैसै छैन, हातैभरि मुट्टा अनि निकाल्न हात दिन्छ, छैन कि छैन, हात निकाल्नु हेर यत्रो 1000 नोट यत्रो हुनु होइन, यो त मेरो होइन कि, त्यो मेरो छिमेकीले मलाई है त्यस्तो क्या। मैले भन्न खोजेको कुरा, परमेश्वरको पछि हिँड्न पर्यो तपाईँ। परमेश्वर कतिपल्ट तपाईँको विश्वास लेभल हाई हुन्छ तर आशिष आउँदैन, किनभने परमेश्वरलाई थाहा यो फ्युचरमा गएर मात्रिन्छ। यसलाई अहिले दिनु ठिक छैन, यसको हृदय पहिले मैले तयार गर्छु, हृदय तयार गर्नु। सायद त्यहाँनिर चाहिँ 2टा अन्त भिखारीहरू बाटो छेउमा छ, ओ दाउदको पुत्र आमाथि दया गर्नुहोस् भन्दै गर्दा यसुले के सुन्नुहुन्थेन? बहिरो हो र यसो बहिरो हुनुहुन्थ्यो र? किन सुन्नु भएन त? सायद प्रभुले उनीहरूको विश्वास बढाउन पहिलो कुरा। दोस्रो कुरा, यिनीहरू निको भइसके पछाडि फिल्म हेर्न नजाउँ, यिनीहरू निको भइसकेपछि केटी हेर्न नजाउँ है। यिनीहरू निको भएपछि चाहिँ बिहारेर मेरो जीवन गुजार्छु, म राम्रो केटी बिहार, मेरो आँखाले देखेर सुन्दर केटी बिहार्छु भनेर नजाउँ। पैसा कमाउनुतिर म अब देख्ने भयो के अरे, म कमाउनु जान्छु, कमाउनुतिर नजाउँ, तर मेरो पछि लागुन् भनेर यसुले चाहिँ त्यहाँनिर वेट गर्दै हुनुहुन्थ्यो। आमेन। जब उनीहरू हृदय तयार भयो, कसरी तयार भयो थाहा? यसुले कसरी थाहा पाउनु उनीहरूको हृदय तयार भएको थाहा तपाईँलाई? जब समाजले उनीहरूलाई रोक्यो, है चुप लाग, के गराएको हा, भोलिबाट भिक्दिन फेरि,
दिए दे नदिए ओए भोलिबाट एरियामा आउन दिन्न नदिए एउटा कपडा पनि दिन्न तँलाई हिजो मैले दिएको तँलाई कपडा चाहिएन तेरो कपडा पनि मलाई येशू चाहियो भनेर येशूको पछि झन् बढी करार हिँड्न थालेपछि परमेश्वरले काम गर्न थाल्नुभयो येशूको नाममा आमेन। आज जब तपाईँ येशूको पछि हिँड्नुहुनेछ प्रभुले तपाईँको लागि स्वर्ग खोल्नुहुनेछ येशू मसीहको सामर्थ्य नाममा। तपाईँको जीवन बन्न थाल्नेछ येशू मसीहको सामर्थ्य नाममा। जिरो लेभलकोले हाई लेभलमा जानेछ। हालेलुया हालेलुया। हो त्यो कारणले आफ्नो जीवनलाई तयार गर्नुहोस् क्या, परमेश्वरको लागि तयार गर्नुहोस्। प्रभु म विश्वास गर्छु तपाईँले मेरो जीवनमा काम गर्नुहुन्छ अनि मेरो जीवनमा काम गरिसके पछाडि म तपाईँको लागि नै युज हुनेछु भन्ने हो क्या। आमेन। जे सक्नुहुन्छ त्यो म गर्छु भन्ने। प्रभु तपाईँले मेरो जीवनमा काम गर्नुहुन्छ, मलाई पहिलो सुरुमा माग्दा प्रभु मलाई निको पार्नुहोस्, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्। मलाई थाहा छ म जे माग्छु तपाईँले दिनुहुन्छ किनभने बाइबलले भन्छ त्यो कुरा। अनि अर्को कुरा तपाईँले मलाई 100% निको पार्नुहुन्छ, नो डाउट। निको भएपछि तपाईँकै राज्यमा काम लाग्ने हुनेछु भनेर परमेश्वरको राज्यले काम लाग्नु। आमेन। प्रभुले स्वर्ग खोल्नुहुन्छ, त्यही कारण आफूलाई तयार गर्ने हो। परमेश्वरलाई भन्नु पर्यो प्रभु ओके मेरो लागि तपाईँ। आमेन। सबैले भन्नु त प्रभु म तपाईँको लागि तयार छु। तयार त छस् भाइ, बिहानी गर भन्नु थियो, बिहानी भन्नु पऱ्यो जे पनि हुन्छ। त्यो मैले भने नि हामी तल चर्चमा गयौँ सुन्नलाई, अनि उहाँ केशव बाले भनिदिनु सुन न तिमी आयो ठिकै खुसी लाग्यो है, खुसी लाग्यो धेरै। विश्वासमा हामी पागल हुनुपर्छ कि मलाई थाहा तिमी विश्वासमा पागलै हो, मलाई थाहा तिमी विश्वासमा पागल हौ। तर कहिले तिमी एक्लै भयो भने के हुन्छ भन्दा म एक्लै रहेछु क्या पागल त, म एक्लै रहेछु क्या। त्यो कारणले पागल 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 भेला हुनुपर्छ कहिले विश्वासमा। विश्वासमा पागल हुने व्यक्ति तिमी पागल, म पागल, ऊ प्रचार गर्ने पागल, सबै पागल। विश्वासमा पागल है, साँच्चैको पागल होइन, विश्वासमा पागल। त्यो भनेको के भन्दा जे पनि हुन्छ बाइबलले भन्छ विश्वास गर्नको लागि सबै कुरा सम्भव छ। अरे बाइबलले भन्छ त हुन्छ त, भएकै छ त, हुन्छ पनि। आमेन। त्यो माइन्डमा हुनु। पास्टर क्रिसद्वारा शक्तिशाली काम हुन्छ, पास्टर बेनिनद्वारा हुन्छ, प्रफिट बोजिन्दरद्वारा हुन्छ, अङ्कुर नेर्लद्वारा हुन्छ। अरे हामीद्वारा नि हुन्छ क्या। आमेन। विश्वास गर्नको लागि सबै कुरा सम्भव छ भन्छ त हुन्छ मेरो जीवनबाट पनि, त्यो भन्नु पर्यो। आमेन। जब यसरी हामीले विश्वास गर्न थाल्छौँ प्रभुले काम गर्नुहुन्छ। प्रभु तपाईँको पछि तिनवटा कुरो चाहियो यहाँ। विश्वास गरेर अगाडि बढ्ने पहिलो कुरा, दोस्रो कुरा के हुनु पर्यो, जस्तो सुकै हाम्रो कन्डिसन आएर मान्छेले फलाउन डिस्काउन भनेर पनि हे बच्चासबाट मेरो यसोले गर्नुहुन्छ भनेर झन् बढी भक्तिमा जानु पर्यो। आफ्नो हृदय प्रभुको लागि तयार पार्नु पर्यो ताकि भोलि गएर यो सबै तपाईँकै लागि हो। फेरि भन्न खोजेको हे फेरि सबै तपाईँको लागि त भने त फेरि झौला बाठो भन्नु त्यस्तो भन्न खोजे होइन, तर म तपाईँको लागि युज हुनेछु प्रभु भन्ने के प्रभुले। प्रभुको पछि हिँड्न नछोड्ने, त्यसरी हामी अगाडि बढ्नु पर्यो। दुईवटा अन्धा भिखारीको सोच कस्तो थियो हेर्नु त, के होला होला के काम मेरो लागि यस्तो छ यसो नभन्नुहोस् क्या। यसोले खैदा सुन्नुभएको सबैले भन्नुहोस् त, दुईवटा अन्धा भिखारीले प्रार्थना गर्दा प्रभुलाई पुकार्दा प्रभु त्यही बाटो भएर जानुभयो। प्रभुले सुन्नुभएको थियो र पनि नसुने जस्तो गर्नुभयो है, सुनेर पनि नसुने जस्तो। त्यो कारणले सुनेर पनि नसुने जस्तो गरे तापनि आफ्नो प्रार्थना झन् बढी बढाउनु, त्यसै लाइफ परिवर्तन हुँदैन कि। झन् बढाउनु ठाउँमा खै अब पाठवा मेरो बिमारी के भयो आउनु प्रार्थना गर, यीशुको नाममा निको हुन्छ ल, आधा बिचरा ठाउँको ठाउँ निको हुन्छ, हुन्छ ल प्रार्थना गर। कस्तो फिल हुँदैछ तपाईँलाई अहिले? किडनी त दुइरहेको होइन, अब रिपोर्ट नर्मल हुन्छ विश्वास गर्नु है, रिपोर्ट चेक गर्न जानु। हुन्छ गयो रिपोर्ट चेक गर्न। फेरि पाठवा हेलो जय मसी मलाई एकचोटि प्रार्थना गरिदिनु न, फेरि किडनीमा फेरि प्रब्लम देखायो भने यसले हात राखेर प्रार्थना गरिरहेको छ, जाने बेला फेरि फोन गरेर ल प्रार्थना गरिदिनु, अनि गएर चेक गर्छ अनि किडनी फेरि। मैले भन्ने के मैले सोचेकै थिएँ कि यस्तै हुन्छ नि, मलाई थाहै थियो। तपाईँलाई पहिल्यै थाहा हो नि, तपाईँलाई त्यही कुरा विश्वास रहेछ त्यस्तो हुन्छ भनेर, मलाई थाहै थियो हुन्छ भनेर, मलाई थाहै थियो परमेश्वरले काम गर्नुहुन्न भनेर, थाहै रहेछ तपाईँलाई, त्यही कुरा विश्वास गर्दै फोन गरेछ र पो त्यस्तो भयो। बुझ्नुभयो कुरा?
तर मलाई थाहै थियो मेरो परमेश्वरले रिपोर्ट नर्मल ल्याउनुहुन्छ भन्ने मलाई थाहै थियो। रिपोर्ट नर्मल आएन। धन्यवाद यसो रिपोर्ट नर्मल आयो। यस गर्न थाल्यो भने नेक्स्ट टाइम अटोमेटिकली रिपोर्ट नर्मल हुन्छ। फेरि त्यो हुन्छ। मलाई थाहै थियो यस्तो हुन्छ भनेर, मलाई थाहै थियो भिजा रिजेक्ट हुन्छ भनेर, मलाई थाहै थियो त मान्छेले पैसा खान्छ भनेर, मलाई थाहै थियो यो केटा विदेशमा गएर पैसा पठाउन भनेर, मलाई थाहै थियो मेरो छोरोको बानी मलाई थाहा छ नि त। तपाईँको छोरोको बानी तपाईँलाई थाहा थियो, त्यो तपाईँले देखेको बानी हो। त्यही कुरा विश्वास गर्नुभयो, सकियो। बाइबलले भन्छ हामी देखेको कुरा होइन तर विश्वासमा जिउने हो भनेर। त्यो कुरा कहाँ गर्छ हो? आमेन। अहिले त आमेन भन्नु त घर गइसकेर बेलुका त्यही है। अब बुढो लसी खाएर आउन पिट्छ, मैले भन्छु रौसी खाएर बुढोले आएर पिटे तापनि विश्वास गर्नुहोस् आजदेखि तपाईँको बुढा अब सुध्रिनेछ। आमेन। घरमा गयो फेरि बुढा रौसी खाएर नि थाहै थियो मलाई यसले गर्छ भनेर, थाहै थियो। विश्वास रहेछ त? रहेछ त विश्वास वास्तवमा? नरहेछ, मुखले मात्रै बोलेर रहेछ। एकैछिनलाई हामीले विश्वास अन्तिम समयसम्म गर्नुपर्ने थियो, तर एकैछिनलाई पत्रुले के गरे? पानीमा टेकेर टाक टाक हिँडे। एक पाइला नि दुई पाइला हिँडे, जोडले पचास डुब्थ्यो क्या हो, तुरुन्तै डुबिहाले। शङ्का गरे क्या, तर उनले अन्तिम समयसम्म विश्वास गर्नुपर्ने थियो। प्रभु येशूको नजिक नपुगिन्जेलसम्म विश्वास गर। यस्ता जावा बतास, यो बतासलाई त अस्ति यसोले शान्त पार्नु अघि ढुकामा यसो सुतिरहनु भएको थियो। हामीले प्रभु 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 भन्दा यसोले उठेर ए बतास शान्त भइजाउ न, शान्त भयो, यस्ता जावा बतास भनेर हिँड्ने ठाउँमा अरे देखि देखेर पनि अन्धा, सुनेर पनि बहिरा। बुझ्नु? हामी देखेर अन्धा हुनु भएन, सुनेर बहिरा हुनु भएन। हाम्रो विश्वास जबसम्म त्यो काम कम्प्लिट हुन्न तबसम्म खै त भएको भन्ने नआइकन एकरो हुन्छ 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 भनिरहने। जहाँ बिताइदिनु हुन दिनुहोस्, हुन्छ 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 भनिराख्नु न। किन खै त भएको किन ल्याउनै किन पऱ्यो यार? 10 वर्ष बितोस् हुन्छ, 20 वर्ष बितोस् हुन्छ, 30 वर्ष बितोस् हुन्छ। त्यत्रो लामो समय त क्यार्नेर पाठो भए हुनु होला। फेरि त्यो भन्न खोजेँ, मैले भन्न खोजेको कुरा तपाईँको लेभल चाहिँ परमेश्वरले बदल्नुहुन्छ। त्यो 30 वर्षमा तपाईँ हुन्छ भनेर, जस्तै उदाहरणलाई एकजना पास्टर, प्रभु मलाई 1 लाख विश्वासी चाहियो चाहियो चाहियो, चर्म 10 जना छैनन्। 1 वर्ष गयो, 2 वर्ष गयो, 5 वर्ष गयो, 5 वर्षमा मेरो 1 लाख विश्वासी यसको नाममा हेर झन् घटेर आ 5 जना। 5 वर्षमा 10 जना पनि घटेर कतिजना भयो? 5 जना। मेरो विश्वासी बढेनन् भन्ने ठाउँमा ओहो 1 लाखहरूको 5 लाख आछन्। 10 वर्ष बित्यो, 3 जना भयो। ओहो विश्वासी बढेको बढे बढेको बढे के यस्तो गर्दा 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 30 वर्ष 40 वर्ष लास्टमा परमेश्वरले यस्तो गर्नु। त्यस्ता 40 वर्ष जब बित्यो नि, यसो हेर्दा त उहाँले 5 लाख विश्वासी दाबी गर्नुभयो, परमेश्वरले 20 लाख विश्वासी दिनुभयो। उहाँ मर्नुभयो, उहाँको छोराले फेरि त्यो मिनिस्ट्री सम्हाल्छ 20-25 लाखजनालाई। फेरि उहाँको छोरा पछि अब उहाँको नातिले होला, फेरि उहाँको नाति पनाति होला। पालो 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 त्यो परमेश्वरले पुस्तौसम्म राख्नुभयो यसो मान्छेको सामर्थ्य नाममा। आमेन। तपाईँको विश्वासले तपाईँको पुस्तौसम्म कामले चाहिँ यसो मान्छेको सामर्थ्य नाममा। तपाईँको विश्वास अझैसम्म रहेर चट्टानहरू तपाईँको लागि हुने चाहिँ येशूको नाममा। बितेको बाटो तपाईँको लागि खोलिने चाहिँ येशूको नाममा। आमेन। हालेलुया हालेलुया। धन्यवाद छ मेरो प्रियहरू, तपाईँले भिडियो अन्तिमसम्म हेर्नुभएको छ अनि तपाईँलाई धेरै धेरै धन्यवाद छ। जुन स्क्रिनमा नम्बर देख्नुभएको छ हाम्रो यो वाट्सएप नम्बर हो। तपाईँ यदि चाहनुहुन्छ आफ्नो प्रार्थना विषय पठाउन भने यो वाट्सएप नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, आफ्नो प्रार्थना विषय पठाउन सक्नुहुन्छ, अथवा डाइरेक्ट पनि तपाईँ कल गरेर आफ्नो प्रेयर रिक्वेस्टहरू केही छ भने तपाईँ राख्न सक्नुहुन्छ। अनि यही नम्बरमा हामीलाई सम्पर्क गर्नु होला ताकि तपाईँलाई सहज होस्। अनि अर्को कुरा, हामी पोखरामा जमिन लिएर चर्च बनाउने योजनामा छौँ। त्यो कारण तपाईँहरूमध्ये यदि कोही चर्च बनाउनको लागि सहायता गर्ने इच्छा छ भने तपाईँ हृदय खोलेर प्रभुको राज्यको लागि तपाईँले सहायता गर्न सक्नुहुन्छ, अनि ताकि परमेश्वरले तपाईँको जीवनमा काम गर्न सक्नुभएको होस्। आमेन। अनि बाइबलले भन्छ देऊ त तिमीलाई पनि दिनेछ। त्यो कारणले पवित्र आत्माले यदि तपाईँको हृदयमा हाल्नुहुन्छ यो मण्डलीलाई सहायता गर भनेर भने तपाईँ आफ्नो बिउ आफ्नो बेटीहरू पठाउन सक्नुहुन्छ, आफ्नो दशंश पठाएर प्रभुको राज्यको लागि भनेर तपाईँले सहायता गर्न सक्नुहुन्छ। अनि अर्को कुरा, तपाईँ यदि हामी
हामीसँग जोडिएर प्रार्थना गराउन चाहनुहुन्छ, ले ह्यान्ड प्रेयरहरू गर्न चाहनुहुन्छ, तपाईँ पोखरामा हाम्रो मण्डली कहाँ छ के छ फोन गरेर तपाईँ आउन सक्नुहुन्छ। किनभने हामी पोखरामा हाम्रो चर्च छ अनि कहाँनिर छ तपाईँ फोन गरेर बुझ्न सक्नुहुन्छ। अनि अर्को कुरा मेरो प्रियहरू, तपाईँ हामीसँग जोडिएर यदि प्रार्थना गराउन चाहनुहुन्छ, अभिषेकसँग कनेक्सनमा रहेर पार्टनरसिप लिएर अगाडि बढ्न चाहनुहुन्छ भने पनि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। जोडिएर तपाईँ प्रार्थना गराउन सक्नुहुन्छ। के गर्ने कसरी गर्ने तपाईँलाई थाहा छैन भने तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। जुम मिटिङ पनि हाम्रो भइरहेको हुन्छ, त्यो जुम मिटिङ पनि कसरी जोइन हुने थाहा छैन भने तपाईँ सम्पर्क गरेर हुन सक्नुहुन्छ है त ल। अनि वाट्सएपमा प्रेरित राख्न नबिर्सिनु होला। जय मसीह।